सिक्किम टु दार्जिलिङको ट्राभल हाम्रो सुरु भएको छ। दार्जिलिङ आइपुगेको छ अहिले चाहिँ। दार्जिलिङबाट अब दार्जिलिङ भेनमा चढिसकेको छु। सबैजना आरामै हुनुहुन्छ। म पनि सुन्छु। अब त्यो भिडियोहरू त बनाउँदै गरौँ। दार्जिलिङ बजार हो, चोक बजार यो चाहिँ। दार्जिलिङको बजार हो। यहाँबाट पशुपतिको भेनहरू पाइन्छ। जोरथाङबाट आएको चाहिँ निकै तल मेरो स्ट्यान्ड हो जोरथाङको चाहिँ है। दार्जिलिङ बजार हो यो चाहिँ भनौँ न। म पशुपति बजार आइपुगेको छु। पशुपतिको भन्सार यो रहेछ है। यात्रा भन्सार त्यो रहेछ। पशुपति कार्यालय, नगरपालिका कार्यालय यहाँ रहेछ होइन। यस्तै छ मेरो भिडियो चाहिँ हो। अब हामी जाने गाडी चाहिँ यो रहेछ। फिक्कल झर्नुपर्छ। अब हामी फिक्कल झर्नुपर्ने छ। फिक्कलबाट फेरि इलामको गाडी पक्रिनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो गाडी रहेछ हो यो। अच्छा यस्तै रहेछ नेपालको जग्गाहरू चाहिँ है। अचम्मै ठन्डा जग्गा है। अचम्मै ठन्डा जग्गा हुँदो रहेछ। ठन्डा रहेछ नि त यो जग्गा चाहिँ। ठन्डा रहेछ नि त त्यही हो। यो डाँडा उतापट्टि चाहिँ भनौँ डाँडा उतापट्टि चाहिँ इन्डिया। यो डाँडा उतापट्टि इन्डिया, यतापट्टि नेपाल। म चाहिँ अहिले नेपालभित्र छु। नेपालको सिमानाभित्र हो। नेपालभित्र भनौँ न। अच्छा ल हेर्दै गर्नु होला भिडियोहरू है। यस्तै रहेछ।